नमस्ते साथीहरू, यहाँहरू सबैलाई स्वागत छ हाम्रो नयाँ भ्लगमा। आज हामी पहाडको सुन्दर नगरी नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरीतर्फ यात्रा गर्दैछौँ। अहिले हामी दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा छौँ। चरीकोट एकदमै सुन्दर ठाउँ रहेछ। पहाडका सदरमुकामहरूमध्ये सबैभन्दा सुन्दर, छिटिक्क परेको, सफा र आकर्षक लाग्यो मलाई चरीकोट। अब हामी यहाँ चरीकोटमा रहेर चरीकोटबाट एउटा गाडी लिएर बिस्तारै अगाडि बढ्नेछौँ। बाटाका सुन्दर दृश्यहरू यहाँहरूलाई देखाउनेछौँ। मैले थाहा पाएसम्म यहाँबाट जिरी पुग्ने सडक एकदमै सुन्दर छ। लङ ड्राइभ गर्नेहरूको लागि एकदमै आकर्षक छ भन्ने सुनेको छु। हाम्रो यात्रा अब यहाँबाट सुरुवात हुँदैछ। बजार छोडेपछि एकदमै सुन्दर ठाउँ आउन थाल्यो। सल्लाहको जङ्गल, सल्लाहघारी हुँदै हामी अगाडि बढ्दैछौँ। बाटोमा खासै धेरै सवारी साधन छैनन्, तर सडक चाहिँ एकदमै आकर्षक छ। सफा, चिटिक्क, सुन्दर सडक छ। मनै लोभ्याउने खालको साना साना बस्तीहरू बाटोमा भेटिन्छ कतै कतै। सडकमा खासै सवारीको चाप देखिँदैन। भर्खर बनाएको जस्तो एकदमै राम्रो सुन्दर सडक छ यहाँ। यो सडक देखेर तपाईँ आह्लादित हुनुहुन्छ यदि यो बाटोमा यात्रा गर्नुभयो भने। हामी दुईवटा गाडीमा साथीहरूसँगै छौँ। एउटा गाडी अगाडि पुगिसकेको छ। हामी बिस्तारै यो यात्रा गर्दैछौँ। केही बेरमा हामी तल तामाकोसी पुग्ने, तामाकोसीमा खाना खाने र त्यहाँबाट जिरी पुगेर साँझ फेरि चरीकोटमा फर्किने कार्यक्रम छ। हेरौँ के हुन्छ। यो चरीकोट भीमेश्वर नगरपालिकामा पर्छ। हामी जिरी पुग्दाखेरि भीमेश्वर नगरपालिका कटेर बैतेश्वर गाउँपालिका र त्यहाँको प्रमुख बजार मैनापोखरी हुँदै अगाडि बढ्छौँ र जिरी नगरपालिकामा पुग्नेछौँ। यो बाटो तपाईँ जति हिँड्नुभयो भने पनि उस्तै सुन्दर, उस्तै आकर्षक र उस्तै रमणीय, उस्तै हरियालीले भरिएको छ। हेर्नुहोस् त कस्तो गजब बाटो छ। नेपालको पहाडमा धेरै विकास भएको छ। पहाडी बस्तीहरू सुन्दर र सहज सडकले जोडिँदै गएका छन्। यो देख्दा गजब लाग्छ। हामी लगभग यहाँ तामाकोसीमा आइपुग्यौँ। यो भीमेश्वर नगरपालिकाको सिमाना यहाँबाट टुङ्गिन्छ। यो तामाकोसी बजार माछा र खानाका लागि निकै प्रसिद्ध रहेछ। यहाँ चाहिँ खाना खाने होटलहरू छन्, भिडभाड छ। हामी यहीँ रहेर खाना खान्छौँ। यो तामाकोसीको पुल हो। तामाकोसी नदी अहिले पानी परिरहेको हुनाले धमिलो देखिन्छ। बाढी आएको चाहिँ होइन, तर धमिलो छ। सानो चिटिक्क परेको बजार छ। माछाका लागि र खानाका लागि चाहिँ एकदमै प्रसिद्ध रहेछ यो ठाउँ। जति पनि मान्छेहरू आउनुहुन्छ यो ठाउँमा बसेर खाना खाएर हिँड्ने चलन रहेछ। हामी खाना खाएर अब फेरि उकालो लाग्छौँ। यहाँबाट अब उकालो बाटो सुरुवात हुन्छ बैतेश्वर गाउँपालिका। सडकमा बैतेश्वर गाउँपालिकाको केन्द्र पनि देखिन्छ। सानसाना गाउँहरू हुँदै सुन्दर सडक मार्फत हामी यात्रा गरिरहेका छौँ। पहाडका सुन्दर बस्तीहरू, सुन्दर मौसम र सुन्दर सडकको माझमा हाम्रो यात्रा जारी छ। एकदमै गजबको मौसम छ। हामी मैनापोखरी आइपुग्यौँ। मैनापोखरी बैतेश्वर गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र हो। यो बजार पनि ठुलै रहेछ। हाइवेको बिचमा मान्छेहरूको भिडभाड देखिन्थ्यो। जिरीबाट आउँदाखेरि यहाँ रोकिएर चिया खाजा खाने, अथवा यता चरीकोटबाट अथवा अन्यत्रबाट आउँदाखेरि पनि चिया खाजा खानका लागि मान्छेहरू यहाँ रोकिने गर्दा रहेछन्। बजार मध्यम आकारको सुन्दर बजार छ।
मैना पोखरी। यहाँहरूले पनि कतै सुनेको हुनुपर्छ। हामी यही बाटो हुँदै अगाडि बढ्छौँ। एकछिन झरेर हामी टहल्यौँ पनि र त्यस पछाडि फेरि हाम्रो यात्रा जारी रह्यो। सुन्दर मैना पोखरीलाई छिचोल्दै हामी अगाडि बढ्दैछौँ। सडक जहाँ गए पनि उस्तै राम्रो छ, उस्तै राम्रो छ। जता पनि एकदमै सुन्दर सडक छ। जम्मा 55 किलोमिटरको यात्रा हो। तपाईँ सजिलै चरीकोटबाट पुगेर घुमेर फर्किन सक्नुहुन्छ भन्ने हामीले सुनेका छौँ। हामी पहाडको टुप्पोबाट अब तल झर्दैछौँ। पर जेरीको दृश्य पनि देखिएको छ। केही बेरमा हामी जेरी बजारसम्म आइपुग्नेछौँ। म जेरी आउँदाखेरि थाहा पाएँ त जुन जेरीको बजार छ त्यसलाई लिङ्कन बजार भन्दो रहेछ। सन् 1950-60तिर सगरमाथाको गेटवे भनेर यसलाई चिनिन्थ्यो। यहीँबाट पर्यटकहरू सगरमाथातर्फको यात्रा सुरुवात गर्थे। तर पछि अब यो क्रमशः कम हुँदै गयो। अहिले नयाँ नयाँ सडक, नयाँ पूर्वाधार, नयाँ एयरपोर्ट बनेको हुनाले जेरीको त्यो जुन पुरानो महिमा थियो त्यस्तो त छैन। अहिले हामी लगभग जेरीको नजिकै आइपुगेका छौँ। माथिबाट हेर्दाखेरि पनि सुन्दर देखिने सानो सहर। ल, जेरीले हामीलाई स्वागत गर्यो है। यही हो जेरी बजार। सडकबाट हेर्दाखेरि वारिपारि एक लाइनको सानो बजार छ। बिचमा राष्ट्रिय झन्डाहरू राखेर यसलाई आकर्षक बनाइएको रहेछ। त्यति धेरै ठुलो छैन। तपाईँ हिन्डुल गरेरै बजार घुम्न खोज्नु गयो भने 15-20 मिनटमा सबै बजार घुम्न सकिन्छ। तर यो पहाडको भूबनोट एकदमै खोजमा रहेको सानो उपत्यका जस्तो र सुन्दर ठाउँ रहेछ यो। मौसमको हिसाबले पनि रमणीय ठाउँ लाग्यो। यहाँका प्रसिद्ध ठाउँहरू अथवा घुम्नलायक ठाउँहरू के छन् भन्ने कुरा हामीले एक्सप्लोर गर्दैछौँ। यहाँ माथि चिज फ्याक्ट्री पनि छ भन्ने सुनियो। चिज फ्याक्ट्रीमा हामी पुग्न सकेनौँ। चिज फ्याक्ट्री यहाँको एकदमै फेमस छ। तल गाई फार्म रहेछ। गाई फार्ममा पनि हामी पुगेको थियौँ। अनि यहाँको पुरानो एयरपोर्ट भन्दा रहेछन् यहाँ। तर एयरपोर्टको त कुनै नामो निशान त छैन अहिले। तर त्यो एयरपोर्ट रहेको ठाउँ पनि एकदमै गजब रहेछ। र कतै पुरानो आर्किटेक्चरलाई पनि जेरीले जोगाएर राखेको छ। यहाँको प्राविधिक शिक्षालय, जेरी प्राविधिक शिक्षालय पनि एकदमै फेमस छ। बिचमा भेटिएको यो सुन्दर खोला। अब हामी त्यहाँको चौरतर्फ अगाडि बढ्दैछौँ। खुल्ला चौर हेर्दाखेरि पनि निकै आनन्द आउने, जता हेऱ्यो उतै हरियाली, आनन्ददायक ठाउँ रहेछ यहाँ। अनि बिचमा एउटा पोखरी पनि देखियो, ताल जस्तो भनौँ न, मानव निर्मित पोखरी होला। जेरी घुम्न आउँदाखेरि यो चौरमा आउने, टहलिने, घुम्ने ठाउँ रहेछ। धेरै मान्छेहरू यसै बाटोमा आउँदा रहेछन्। यहाँ आई लभ जेरी लेखेको एउटा इमेज बनाइएको छ र त्यो इमेजको रिफ्लेक्सन पानीमा छ। यो पानीको सानो पोखरी छ, त्यही खोलालाई थुनेर बनाएको पोखरी जस्तो लाग्यो मलाई। यसको बारेमा मलाई त धेरै जानकारी भएन। हामी एकछिन यहाँ बस्यौँ। यो चौरमा रहेर एकदमै आनन्दपूर्वक समय बितायौँ। चिसो हावा, खुल्ला चौर, हरियाली, एकदमै आनन्ददायक ठाउँ रहेछ यहाँ। यो पिङ खेल्ने ठाउँमा मलाई फेरि बच्चा भएर पिङ खेल्न मन लाग्यो। एकछिन यहाँ पनि रमाइलो गऱ्यौँ हामीले। यो तालको वरिपरिका दृश्यहरू अवलोकन गर्दै
हामी साथीहरू मिलेर यहाँ समय बितायौँ। ठाउँ एकदमै गजब रहेछ, एकदमै गजब। सानो चिटिक्क परेको उपत्यका जस्तो, खोज जस्तो ठाउँ, आनन्ददायक रहेछ। सबै साथीहरूले मिलेर समय बिताउनु भयो। यहाँ गाई फार्म पनि छ, अघि मैले तपाईँलाई भनेको थिएँ। गाई फार्ममा गाईको हुल देखेर आनन्द आयो। मैले पनि एकछिन गोठालो जस्तै भनेर गाईको फार्ममा आफ्नो समय बिताएँ। गाईहरूसँग हामी डुल्यौँ। हामी धेरै साथीहरू थियौँ। यो खुल्ला चौर देखेर हाम्रो साथीहरूलाई कुद्न मन लाग्यो। दौड प्रतियोगिता सुरु हुँदैछ है। अब यहाँ हेर्नुहोस्, हाम्रो साथीहरू दौडिँदै हुनुहुन्छ। योङदेखि लिजेन्ड साथीहरू, हाम्रो गुरु विशाल सरदेखि लिएर सुनिल सर, विनोद सर। ल दौड सुरुवात भयो। नवीन सर हुनुहुन्छ यसमा। तल त्यो फुटबलको पोल छ, त्यहाँसम्म पुग्दै हुनुहुन्छ साथीहरू। मेरो क्यामेराले भेटाएन, सानो देखिन थाल्नु हो उहाँहरू। सबै त्यहाँ पुगेर फर्किँदै हुनुहुन्छ। हेरौँ कसले जित्छ अब। विनोद सर बिचबाटै फर्केर आइसक्नु भयो। पछाडिबाट हाम्रो नवीन श्रेष्ठ सर, सुनिल अधिकारी सर, विशाल आचार्य सर एकदमै तुफान तरिकाले कुद्नु भएको छ। ल ओके, विशाल आचार्य सर र हाम्रो सुनिल सर मध्ये कसले जित्यो पत्तो भएन। बिचसम्म त नवीन सर पनि आइपुग्नु भएको थियो। ल हेर्नुहोस् यहाँको दृश्यहरू, कस्तो गजब दृश्य छ, कति आनन्ददायक ठाउँ छ। एकदमै रमाइलो ठाउँ। यहाँ हाम्रो म्याडमहरूले टिकटक पनि बनाउनु भयो। यो तेन्जिङ नोर्गे र एडमन्ड हिलारी पार्क रहेछ यहाँ। उहाँहरूको बारेमा जानकारी सहित मूर्ति बनाएर राखिएको रहेछ। यहाँ आएर समय बिताउन पाउँदा मलाई एकदमै गजब लाग्यो। तपाईँहरूलाई पनि फुर्सद भयो, समय मिल्यो भने आउनु होला। धेरै घुम्ने ठाउँ त छैन, तर सानो ठाउँ भए पनि पहाडको सुन्दर ठाउँ, कसरी व्यवस्थित तरिकाले पहाडलाई सजाउन सकिन्छ अथवा विकास गर्न सकिन्छ भन्ने एउटा मोडल पनि सिक्न सकिन्छ। यहाँ वरिपरि पनि धेरै घुम्ने ठाउँहरू छन् भनेर यहाँको साथीहरूले भन्नुभएको थियो, तर हामीसँग पर्याप्त समय भएन। अहिले हामी यही बजार वरिपरिका दृश्यावलोकन गऱ्यौँ। त्यहाँ रहेर एकछिन साथीहरूसँग घुम्यौँ, रमायौँ। र एउटा राम्रो रेस्टुरेन्ट रहेछ, मैले त्यो रेस्टुरेन्टको नाम बिर्सेँ। त्यहाँ चाहिँ कफी खायौँ हामीले। कफी लिइसकेपछि हामी फेरि चरीकोटसम्म फर्क्यौँ। जेरीमा छँदाखेरि एउटा गाडीमा देखेको साडीले मलाई मन लोभ्यायो। जङ्गलको बाटो हिँड्छु माया, सिकारी नभन, लागेको भाडा माग्छु माया, भिखारी नभन भनेर यो गाडीमा लेखेको रहेछ। हुन्छ त आजको लागि यति नै। आजको भिडियो त मलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। अर्को दिन अर्को भिडियोमा तपाईँलाई मेरो भेट अवश्य हुनेछ। तबसम्मको लागि बिदा हुन्छु। नमस्कार।